नमस्कार। आज म तपाईहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल बसन्तपुर दरबार स्क्वायर देखाउन गइराखेको छु। यहाँ दैनिक हजारौं संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन हुने गर्दछ। र यस ठाउँलाई हनुमान ढोकाको नामले पनि चिनिने गरिन्छ। र समय समयमा यहाँ विभिन्न जात्राहरू पनि हुने भएकोले त्यसले झनै यहाँको मौलिकता झल्काउने गर्दछ। र यो नेपालको एक प्रमुख गन्तव्यको रूपमा रहेको छ। यहाँ मल्लकालीन समयमा बनाइएका विभिन्न मन्दिरहरू रहेका छन्। काठमाडौँको मुटुमा अवस्थित यस बसन्तपुर दरबार स्क्वायरमा 9 तले दरबार पनि रहेको छ, जुन नेपालको मौलिक वास्तुकलामा निर्माण गरिएको छ। बेलायती डिजाइनमा निर्माण गरिएको यस ठाउँलाई झट्ट हेर्दा व्हाइट हाउस जस्तो देखिने गर्दछ र यस ठाउँलाई गद्दी बैठक भनिन्छ। प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनाइएको यस भवनमा तत्कालीन राजाहरूले विभिन्न जात्राहरू यहाँ बसेर हेर्ने गर्दथे भन्ने तथ्य रहेको छ। र 2072 सालको भूकम्पमा यहाँ निकै क्षति भएको थियो, जसले गर्दा अझै पनि यहाँ निर्माण कार्यहरू भइराखेको छ। र यहाँ थुप्रै सांस्कृतिक सम्पदाहरू रहेका छन्। ती मध्येको एक प्रसिद्ध हनुमान ढोकाको दरबार स्क्वायरमा रहेको भैरव स्थान पनि हो। यसलाई काठमाडौँको भैरव स्थान भनेर चिनिने गरिन्छ। विश्व सम्पदा सूचीमा सूचीकृत यस ठाउँ नेपालको एक ऐतिहासिक पर्यटकीय गन्तव्यको रूपमा रहेको छ। काठमाडौँको यो ऐतिहासिक दरबार स्क्वायरको छोटो यात्रामा साथ दिनुभएकोमा तपाईहरु सम्पूर्णमा धन्यवाद। र यो मेरो पहिलो प्रयास भएकोले कृपया गल्ती भएमा सल्लाह सुझाव दिनुहोला। फेरि अर्को नयाँ ठाउँ र नयाँ भिडियोका साथ उपस्थित हुनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, नमस्ते।